गण्डकी प्रदेश तनहुँ भिमादमा जन्मिएका गण्डकी प्रदेशका सेटर विवश आली मगर, जो 68 करोड नामले पनि चिनिने गर्छन्। विवश आली मगर नेपाली भलिबल जगतमा उत्कृष्ट सेटरको रूपमा चिनिने गर्छन्। उनको हाइट कम भए तापनि पनि खेलमा भने निकै फाइट देखाउने गर्छन्। यतिखेर सम्पूर्ण दर्शकहरूको मनमुटु जित्दै आइरहेका छन् विवश आली मगर, र उनले नेपाली घरेलु भलिबल प्रतियोगितामा हुने ठुल्ठुला भलिबल प्रतियोगिताहरू गण्डकी प्रदेशकै टिमबाट खेल खेल्दै आएका छन् र खेलिरहेका छन्। र विवश आलीले भने अन्तर्राष्ट्रिय लेभलको गेम काभा गेम पनि गण्डकी प्रदेशबाटै खेल खेलिसकेका छन्। हाइटले कम भए तापनि विवश आलीको खेलमा फुर्ती, जोस जागर र खेलहरू पनि उस्तै हुन्छ, जो हाइटले साथ नदिएर नेपालबाट खेल खेल्ने अलिकति थोरै असर पुगेको छ। र उनको खेल हेर्ने हो भने नेपालबाट सेटरको भूमिका खेल्ने कुनै खेलाडीभन्दा पनि कम स्किल छैन, जो विवश आलीमा छ। गण्डकी प्रदेशमा डेब्यु गरेका विवश आली मगर नेपाली घरेलु भलिबल जगतमा एकदमै उत्कृष्ट र रुचाइएको नाम पनि हो। जब विवश आली मगरले गण्डकी टिममा डेब्यु गरेका थिए, त्यति बेला सुजन चौखाल पनि सेटरको रूपमा खेल खेल्दै आइरहेका थिए। र जब सुजन चौखाल वैदेशिक यात्राको लागि जापान जानु पर्यो, तब विवश आली मगरले गण्डकी टिमबाट सेट टिममा खेल खेल्न र सम्पूर्ण सेटहरूमा पनि खेल खेल्न थाले। र यो 68 करोडको नामले नेपाली भलिबल जगतमा कहिले पनि नबिर्सिने नाम जस्तै बनेको छ, र सम्पूर्ण दर्शकहरूले माया गर्दै आइरहेको नाम पनि हो विवश आली मगर, जो 68 करोड नामले चितपरिचित खेलाडी पनि हुन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जाने गण्डकी टिममा नछुटाउने नाम पनि विवश आली मगर हो, किनकि उनले सेटर पोजिसनबाट लाखौँ खेलहरू खेल्दै आइरहेका छन्। र विवश आली मगर यतिखेर नेपाली भलिबल जगतमा सम्पूर्ण दर्शकहरूको मनमुटु जित्दै लोकप्रिय नाम बनेको छ। विशेष गरी त गण्डकी प्रदेशमा निकै राम्रो भूमिका खेल खेल्दै आइरहेका छन्। जब क्विकमा सेटिङ आउँछ, तब विवश आलीको सेटरमा उस्तै सिग्नेचर प्रहार गर्छन् हिमाल सुनारीले, किनकि हिमाल सुनारीलाई सबैभन्दा बढी मनपर्ने सेटर पनि विवश आली नै हुन्। र उनीमा त्यो स्किल, उनीमा त्यो खुबी धेरै नै उच्च स्तरको छ। त्यति अरू सेटरमाथि क्विकको दाउ हुँदैन। साथै हजुरलाई गण्डकी प्रदेशका चर्चित सेटर विवश आली मगरको खेल हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। साथै विवश आली मगरको भलिबलको खेल जीवन अझै पनि सुखमय बितोस्, हार्दिक शुभकामना व्यक्त गर्दछौँ।